मैले व्यवसायबाट सिकेको एउटा सत्य कुरा, धेरैजसो उद्यमीहरूले व्यापार सुरु गर्दै गर्दा एउटै गल्ती गर्नुहुन्छ। उहाँहरूले आफ्नो प्रोडक्ट, सेल्स र मार्केटिङमा मात्र फोकस गर्नुहुन्छ। म पनि त्यही गर्थेँ। मलाई लाग्थ्यो ग्राहक आउनु भयो भने व्यवसाय चल्छ। तर केही वर्षमा मैले एउटा कुरा बुझेँ, व्यापार व्यवसायलाई डुबाउने भनेको सधैँ ग्राहकको कमीले मात्र नहुँदो रहेछ। व्यवसायका साना साना गल्तीहरू हुन्छन्, जस्तो कि कम्पनी पोलिसी नहुनु, कानुनी नियमहरूको बारेमा जानकारी नहुनु, ट्याक्सको समयमै योजना नबनाउनु र आफूले क्यास फ्लोको ध्यानै नराख्नु, क्यास फ्लोको हिसाब नराख्नु र सानो फाइनेन्सियल डिसिप्लिनलाई पनि व्यवस्था गर्नु। यी कुराहरू सानो सानो लाग्न सक्छ, तर जब व्यवसाय ठुलो हुँदै जान्छ यिनै कुराहरूले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ र केही समयमा ठुलो जोखिम पनि बन्न सक्छ। मैले एउटा कुरा सिकेको छु, व्यवसाय केवल पैसा कमाउने कला होइन, व्यवसाय भनेको त सिस्टम बनाउने कला पनि हो। किनकि एउटा राम्रो व्यवसाय मालिकले मात्र धेरै काम गरेर कहिले पनि चल्दैन। राम्रो प्रक्रिया, स्पष्ट नीति र वित्तीय अनुशासनले चल्छ। आजको दिनमा पनि म कुनै पनि व्यवसायहरू सुरु गर्दै गर्दा आफूलाई केही प्रश्नहरू गर्छु। मैले पहिला सोध्ने प्रश्नहरू कहिले पनि यी हुँदैनन् कि यसको प्रोडक्ट भ्यालु कति छ या फिर यो प्रोडक्ट सेल्स हुन्छ कि नै। तर म सोध्छु, यदि भोलि यो प्रोडक्ट सेल्सहरू डबल भयो भने यो पर्टिकुलर चिजलाई हाम्रो सिस्टमले ह्यान्डल गर्न सक्छ कि नै। किनकि सेल्सले व्यवसाय गराउँछ, तर राम्रो सिस्टमले व्यवसाय टिकाउँछ। मैले मेरो व्यावसायिक अनुभवमा सिकेको पाठ यही हो। व्यवसायमा ठुला निर्णयले मात्र सफल ल्याउँदैन, साना तर सही निर्णय बारम्बार दोहोऱ्याउँदा सफलता निर्माण हुन्छ। फलो गर्नुहोस्, यो डे 11 हो।